हामी ठुला ठुला सहर गाउन सानो सहर गइरहेछौँ. द आइरोनी इज एपिक, तर इट इज द स्टोरी अफ एभ्री नेपाली. मैले यो कुरा नेपालीमा भन्नुपर्ने, तर आइएम ब्रेन वास्ड बाई वेस्टर्न आइडियोलोजिज. अनि मलाई त्यसमा गर्व छैन, म सिक्दैछु. आई होप म पछिको पुस्ताले चाहिँ झन् यसलाई राम्ररी सिक्छ. जय माता दी, लेट्स रक. ईशानले बिहान बिहान के खाएर आयो? के खाएर खायो? केही खा छैन यार. खा भयो यस्तो हुँदैन थियो होला. नखाएर चाहिँ हो यस्तो भएको. आज 24 May of 2026. Music video shoot on Raunaq's farm Tanau. Just ठुला सहर र त्यसैले गर्दा म को रेन्डिसन गर्न लागिरहेको छु. यहाँ भाइ रेनकोटसँग रेडी भइरहेछ. So yeah, this is our Elements headquarters. As you can see, it's fucking huge. So yeah, let's rock. Hope भोलि दामी weather होस्. This is our van. दाइलाई मैले देखेँ क्या. केटाहरूले डेन्जर सिन्थ्यो त यार. ल ल ल यसो हेरेको तपाईँ जस्तो लाग्यो. तपाईँ जस्तो लाग्यो. तपाईँ नै रहेछ. नयाँ सरकारलाई ठुलो आग्रह छ. काठमाडौँदेखि कुरिन्टारसम्मको बाटोको हरिबिजोग रहेछ. हामीलाई आशा छ अब यसपालि काम अलिक छिटो हुन्छ, छरिटो हुन्छ, भरपर्दो हुन्छ, किफायत हुन्छ. साह्रै दुःख पाइएछ. बाटो बन्यो भने चाहिँ हामीले आफैले अलिअलि देशको अर्थतन्त्रलाई धान्दिन्छौँ क्या. हामीले देशको अर्थतन्त्रलाई अलिअलि भए पनि धान्न सक्छौँ हामी. तर बाटो हुनु पर्यो. हामी पुग्छौँ ठाउँ ठाउँ, गाउँ गाउँ. त्यसमा टेन्सनै छैन. हामी पुग्छौँ, हामी जान्छौँ, जसरी भए पनि जान्छौँ. होइन दिपेश, तिमीलाई के लाग्छ? हो सही हो. टन्न खायो, मजा आयो. यो ठाउँ चाहिँ कहिले छोडिन्न. मुस्ताङ प्याराडाइस, काली चुलो, वान अफ द बेस्ट फर हाइवे लन्च ओर डिनर. दाल भात चाहिँ गजब छ यहाँ. बेसिकली फुड जहिले मेन्टेन हुन्छ भनौँ न, क्वालिटी कहिले गर्दैन. हेज बिन लङ सिन्स हामी यहाँ खाइरहेको. सो refer this place to you guys. है त. अब हामी फार्मतिर लगभग पुग्न लागिसकेका छौँ. सो एउटा सपिङ गर्छौँ हल्का, कुर्सी सुर्सी, अनि मासु चाहिँ होइन तर मासु. सो या see you in a bit. Samata, धरती तिम्रै
वो मनी सिंह पर्छ मनी सिंह भयो ए मनी सिंह फेरि नहसाउने हो यस्तो कन्टेन्ट चाहिएको छैन यार मलाई ल जाऊ Wait, त्यो wow ओहो कता हो यतैबाट हो तर मनी सिंह यार ल ओहो ल एउटा हात चाहिँ ब्यालेन्स गरिरहेको जाने रेडियो let's go तिमी यहाँ कति आइसक्यो 400 रे ओए जिरिङ जिरिङ हुने क्या म त्यस्तो हल्लाउनु पर्दैन परेन केटाहरूले गर्थ्यो म चाहिँ अब त्यो चुप लगाएर बस्दिनँ नि बिचमा आइपुग्यो
हामी जानुपर्ने फार्म चाहिँ ऊ त्यहाँ ऊ त्यो मेरो औँला कताबाट हो त्यो द्याट एरिया होइन कहाँ हो देख्ने टाढै डाँडालेमा चट्याङ मर बुढी आएको यहीँ हो हावा त अघि त ऊ भयो नि त यस्तो हल्लेको नि त अनि दुईजना यसरी समातेर बस्यो एकछिन मस्त हल्ला चट्याङ नि त्यहीँ त्यसपछि बुढाबुढी फाँडी हो दुईजना Wow, man. झुलुङ्गे पुल प्रदर्शन भएको छ र तपाईँले देख्नु भइसकेको छ जनताले जान्न चाहेको थियो जान्न पायो खुसी लाग्यो ल अब बाटोमा फेरि फर्क्यौँ यही भनेर बिचबाट छिराउने होला नि एकछिन म एकछिन यताबाट पनि जान्छ है यता पनि जान्छ यता पनि ठाउँदो रहेछ छ तर अलिकति घोप्ट्याएर लिएर आउनुपर्छ त्यो एकछिन पख एकछिन है त्यहाँ यहाँ स्पेस छ क्या एक्चुअली यतैबाट ल्याऊ होला यताबाट गाह्रो हुन्छ तिमीलाई ए पछाडि ल्याऊ मछु एकछिन म ढुङ्गा निकाल्छु है एकछिन या मेन डरै यसको क्या चिप्लेर स्वाट किन राखेको अब यस्तो होइन राखिदिउँ एकछिन कता भालो भनेको बिचबाट होइन कता छेउबाट नगर यार होइन यतिबाट गर यार हो र एकछिन ल जाऊ 1 2 3 4
जाउँ अलि माइकसम्म जाउँ। बाटो बनाइरहेको अवस्था, सिमेन्टी बाटो बनाएर चाहिँ धेरै राम्रो गरेको। किनकि यहाँ जहिले नि पहिला बनाउँदाखेरि जहिले बर्खाले गर्दाखेरि चाहिँ यहाँको पिच रोड त्यस्तै ध्वस्त। यस्तै हो, हल्का दुःखमा सुख। ल फेरि कन्टिन्यू गरौँ। ल जाउँ ए नगर न धोका नदिए हो कि आज केटाहरू निन्जा टेक्निक लगाइरहेको छ अब मसिन अफ गर्न ओ मिसन सक्सेसफुल बन्द भयो पाइप निकालिदिएको स्टार्ट गर्यो बन्द गर्न त यो चाहिँ के रहेछ यो चाहिँ हजुर चोक के चोक हो यो हजुर चोकतिर स्टार्ट गर्यो बन्द गर्ने न त्यो स्ट्यान्डहरूसँग त्यो दराजमा क्या त्यो अगाडि फर्स्टमा त्यो खोल त भित्र
कस्तो महसुस भइरहेछ ससाङ चिल भइरहेछ दाइ भाइब गुड भाइब होइन है एकदम मजाको ठाउँ रमाइलो लागिरहेछ फोटोहरू खिच्दैछु बसेर इन्जोय भइरहेछ दाइ हजुरलाई चाहिँ कस्तो भइरहेछ त दाइ मलाई चाहिँ यता चिकनहरू होइन कुखुराहरू त्यहाँ हिँडिरहेछ तिमी यहाँ चिल गरिरहेछ उनीहरू त्यहाँ चिल गरिरहेछ रमाइलो लागिरहेछ यार तर भित्र सुट भइरहेछ दाइ तपाईँ आउँदाखेरि ए हो अहिले आई थिङ्क स्याम्पल सुट डेमो सुट होस् ला मेरो खुट्टा आयो भने गाली खाएर म अलि ल ल यार इन्जोय यसमा नि अडियो कस्तो राम्रो आएको छ क्या I mean it's raw but it is what it is. भाइले सोध्नु न अर्को सुतेर बसिरहेको दुःखमा बसेको झरी असारमा पर्ने झरी पुषको शीतलहरीमा तिमीलाई नै देख्छु म घरि घरि मनको भारी बिसाए तिमीसँग रिसाए तस्बिर तिम्रो समाए धेरै पछि मुस्कुराए कति टाढा कति गाढा भो मिलन तिम्रै बहाना चाहना आयो मलाई सपनामा देखेको थिएँ तिम्रो हात मैले लिएको विपनीमा तिमीलाई देख्दा सँग बोडक मगाए तिमी त यही छौ सधैँ मेरै छेउमा मैले सकेको जति सबै दिउँला
अझै गाढा होस् मिलन अँध्यारोमा तिमी किरण मेरो हो तिम्रै बहाना जिउने चाहना आयो मलाई रुखमा बसेको चरी असारमा पर्ने झरी उषाको शीतलहरीमा तिमीलाई नै देख्छु म घरी घरी सकिन घडी र अङ्कको सीमामा दिन अभिलाषा अनन्त गगनदिन अभिलाषा अनन्त गगनदिन पल्टो विचार पल्टियो संसार उल्टेको सोचको स्रोतलाई सुधार अभिलाषा अनन्त गगनदिन कि स्कैम हो गया आज यहाँको भ्यू यस्तो छ ल यो चाहिँ बिहानको नर्मली हुने सीन क्लाउड लेक we are above the clouds and this is what it looks like यस्तो देख्छ गजब छ हैन त के गर्छ गाइजहरु रेडी गरिरहेछ ओ ए ओइ गुड मर्निङ गुड मर्निङ के तिम्रो रेडियो यही हो तिम्रो यही हो लुगा तिम्रो ठुला ठुला सहरहरू पहिला Who's that?
सबैजना उठिसक्नु भयो चलाउनु छ है हजुर याद नभएको पानी यो पानी दुईटा उसको छ कि यो तल त्यो दुईटा ट्याङ्की छ नि त्यो कालो ट्याङ्कीको यो हो माथिको निलो ट्याङ्की दुईटाको पार्टी हाल्नु पर्छ सगाइदेऊ यो सर्ट पनि दामी देखिरहेको ओ यो त स्टिक स्टिक ब्याग त निकाल्दै हुन्छ होला ओहो यो त भित्रै गड्यो है यो EL3 वाला लिएर आओ एउटा सोरमा एउटा EL3 एउटा भ्यालिज हैन है त्यो कार्पेट त फोर छ फेरि त्यो कार्पेट फोर भयो अनि त्यही कुन कार्पेट कता छ कार्पेट त्यहाँ उता छेउमा कि त्यो नदेखिने गरी सानो टुक्रा छ त मेन उयो तललाई गर्नु पायो नि हुन्छ हैन त्यो मात्र गरे टुक्रा यतिकै त हेर्नु न अनि त्यसैलाई फोल्ड गर्नु सानो बनाउनु यतिमा तल तान यो तल त उचा जाऊ तान ईशान एक रन थ्रू हानिदिउँ न त है बजाउनु पर्यो दाइ दाइले चाहिँ सबैजना बजाउने सबैजना बजाउनु पर्यो अहिले के गरेर अहिले चाहिँ त्यो दाइले चाहिँ गिटार सिकिरहेको हो तर तपाईँ नै आउँछ अनि त्यहाँ दाइले चाहिँ यता गीतै बजा How to do makeup for dummies. रिटेक हान्ने चाहिँ एउटा हान्दै हुन्छ ल एउटा चाहिँ रिटेक सानो पर्छ
खतरामा उसले उयो त्यो भयो नि इन्सानले पनि हेरेको ल OMG ए ल फोके आइरहेछ दाइ हो क्या फोके देखिरहेछ दाइ when you cannot hire a makeup artist DIY guys DIY do it yourselves काइयो चाहिएको छ मैले राइदिन्छु नि दाइ कहाँ यो यहीँ मर्दैन छ होला मेरै चाहिन्छ बस्दैन चाहिँ यसमा जोडेपछि आउँदैन रहेछ कि अरे भैया जी कहाँ बात है रौनक दाईको चाहिँ म भैयाजी हो है फेरि गाइज के हो दाइ यता त्यही देख्छु भनेर ओ वाउ यस यो हो नि त पारा ए अलिकति आयो मलाई तेरो नियत ठिक लाग्यो भाइ यो कहिले अब म केही बोलिनँ भाइ क्यामेरा फर्काइदिइहालेँ मलाई चाहिँ क्यामेराको यस्तो शक्ति दाइ अहिले तेरोतिर फर्कायो भने तेरो शक्ति पनि आउँछ ला सिट दाइ पनि ठ्याक्कै आइदिरहेको यो फोटो चाहिँ नराख्नु पर्ला है दाइ ला पछाडि के हुन्छ के हुँदैन दाइ यति हाल्ने सुन त्यहाँ बस्यो भने त फेरि अनि फोटो पनि दामी यस्तो गरौँ न दाइ तपाईँ हल्का अगाडि सुटको लागि क्यामेरामा आउँछ भनेर होइन माथि डाँडादेखि दौडाउँदै ल्याइरहेको छौँ हामी प्रभातलाई रेडी रोलिङ डिरेक्टर साहब हो होइन दाइ प्रोड्युसर
अब हाम्रो नेक्स्ट भिडियो त्यसैले हिँडेमा अब निस्किने होइन निस्किउँ निस्किम नका हामीहरू जाँदै गर्छौँ त हल्का फुल्का सामानहरू है मलाई ठिकै हुन्छ होला त तिमीले मेरो के निधार देखिरहेछ निधार त्यही छैन यसले चुपिरहेछ हजुर भयो यस्तो छ अब हजुर तिमी पकेट नराख हुन्छ सिधै यो थिच्दै हुन्छ है हस् पहिला सुरु चेयर र टेबल लाने रे दाइ पहिला सुरु हामी टेबल लिएर जाउँ पहिला टेबल त मान्छे हुन्छ दाइ ए न त यो सामान प्याट छोडेर छिटो आउनु पऱ्यो भनेर क्या अर्को सामान लानुको लागि ए होइन यस्तै हाल्ने दाइ अर्को हाल्ने बित्तिकै त्यहाँ अट्दैन के र बढी चेयर छोडेर आउने हामी पहिला टेबल छोडौँ होइन दाइ ल हिँड्नु त यसरी नै बोकेर जान्छु यसरी बोक्ने कि मैले भनेको यसरी होइन बस यो मेरो ढाडमा पट्टि फर्काउ खुट्टाहरू चाहिँ उतापट्टि मिल्छ मिल्दैन नि म चढ्नु दादा जाउँ बिस्तारै है दाइ अब एडभेन्चर कहिले पनि यो छेउबाट चाहिँ नआएन है ससाङ पछि आउँदाखेरि पनि ए चिप्लिन्छ होला है यो छेउको चाहिँ उता छेउतिर गएपछि न त यतिको ठाउँमा चाहिँ जानु मिल्यो होइन बाटो चिप्ल्यो भने फेरि सिधै तलतिर आहा यतिको भयो त कस्तो बवाल हुन्थ्यो होइन हो नि दाइ कहाँ हो यतातिर राख्नु पर्ला है जाउँ दाइ अब
त्यसैले हिँडेमाको सुट वी ट्राइङ टु रिभिजिट द सङ 10 वर्षपछि एउटै गीतलाई फेरि फर्केर हेर्दा कस्तो हुँदो रहेछ भन्ने फिलिङले हामी फेरि आछौँ त्यसैले हिँडेमालाई रिक्रिएट गर्न इट्स अ ब्युटिफुल डे खुसीदान दाइ भन्दैमा बस्छु बेला त्यो बिचमा ल दाइ जाउँ त्यसरी नै नि दाइ हात लगाउन आउनु त एकचोटि तल पुगेन है दाइ तल पुगेन एकैछिन बिचबाट लिएर आइदिइहाल्यो अहिले जोगाड भइरह नि होइन अहिले एकछिन हुन्छ अब त्यो सामान फेरि पाइन्छ यति हो दाइ सामान सक्यो अब आइसक्यो दाइको ब्यागमा के छैन हुनुहुन्छ तलै तलै हुनुहुन्छ एकछिन बस्तीमा है दाइ अनि हस् हस् रेकर्ड चाहिँ त्यहीँबाट खिच्नु रेकर्ड रेकर्डै भइरहेको छ दाइ अब हामी माथि आइपुग्यौँ अघिसम्म तल थियौँ ए ल जुगाड देखाइहालेँ है मैले ल हुन्छ दाइ कहाँनिर दाइ सोन दाइ कहाँनिर भन्नुभयो यहाँ राख्ने दाइ जस यताको भ्यू निकाल्ने नि दाइ यहाँ पनि राम्रो देखिरहेको छ देख्दा हजुर उतै राम्रो देख्छ दाइ घाँस हेरिकन त
अलि पछाडि दाइ यहाँनिर के ऊ त्यो मजा घाँस भएकोले गर्दा यहाँ भयो भने पछाडि ओपन थियो कि यहीँ राख्नु दाइ हजुर ढाका टोपी छ शिरमा पल्लो घरको कान्छी छ बिलमा माथि हिँड्छु म एक्लै भिडमा हल्ला गर्छु म बेग्लै पिरमा म हुँ नेपाली मेरै तालको गर्छु आफ्नो काम आफैलाई हो जसले जे गर्यो त्यो भूतकालको अब के गर्छु मेरो पालो क्यामेरा हेर्दै गरौँ न आफूमा आफूले ओभर एक्टिङ गरौँ हाम्रो टाउकोमा रहेछ ल रेडी रेडी क्यामेरा रोलिङ रेडी रोलिङ एक्सन काउन्ट खै त बजेन चाहिँ यो होइन यो जीवन बजिन ए ल कुन चाहिँ हो रिसेन्टमा जाउँ ब्याक जाउँ न ब्याक त्यसैले डेमो वान हुन्छ दाइ ल दाइ एक्सन सोध्नु पहिला रोलै भएर होला कि रोलिङ 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 एक्सन 2 3 4 हिँड समुद्र पारीको सहरमा सबै नाता सधैँ मेरै छेउमा अँध्यारोमा
Next level. My husband became fan of your song when he went to one of the concerts in Melbourne. Wow. Melbourne, eh? Melbourne. Friends in Australia. हामी छिटै भेट ल मिसन पसिबल सक्यो भिडियो सुट जे गर्न आएको त्यो कुरा पुरा भयो लाइफ इज गुड भनेर भन्छु म just yeah everything happened smoothly great teamwork just it's a privilege to be doing these kind of things, you know, all together in a big team. And अरू त के भन्ने हो देखिहाल्यो होला तपाईहरुले भिडियो. So over and out. See you in the next vlog from EL3 TV.